जीना सिर्फ मेरी गाउँ गाउँ घर आया आया हमारे गांव से दूसरा गांव फुल जंगल ए भित्तामा कस्तो तर्सा यिनीहरू त के कहाँ खोइ कहाँ खोइ अब त उड्दैन होला अब रुख भन्न रुख म फेर्न हेर्छु गयो माथि माथि हिँडेर गयो पस्यो भित्र देख्न पनि पाएन रुख कुन चाहिँ रुखको मुनि भन्छ यो साँझको रुखको मासतिर गइसक्यो भित्र होइन ऊ त्यहाँ हिँडिरहेको छ ऊ त्यहाँ ऊ ए मान्छे जस्तै हिँड्ने भाइ हेर्दा ऊ देखे देखे म त्यसको घाँटी देख्यो यता माथि हेर्न मैले चाहिँ देखिसक्यो यो लुन्ठे रुख छैन त्यसको त्यो बिचको खाली भागमा हेर्न त्यहाँ यहीँबाट यसरी गएको थियो के त्यो ऊ त्यहाँ माथि माथि गयो मयूर आउँदो रहेछ नि त है उडे नि हुन्थ्यो नि माथि बस्यो सोमु चाहिँ बाघै आ जस्तो के म त भाग्नु खोजेँ कि के हो यहाँ बुढाहरू छ म त के गरौँ भने म त सर्प पो देखेँ कि एकचोटि हेर्न छोडेपछि फेरि नदेख्दो रहेछ उता जानु त टोइलेट छ त्यहाँ हाम्रो आमालाई चिन्छ बुङ्गुरको खोर हो यो के लगाएको हो यो ए यो उ त्यो है राजमा फुल राजमा नउम्रेको होला अब यहाँबाट भ्वाट्टै रक्सी खाएर हिँड्यो भने त सिधै तल होला कति छेउमा त नि बाटो पनि अब डर लाग्यो दौडिन्छ अझ बच्चाहरू त यस्तोमा चिप्ले भने त घररै तल पो त नि अब घाउ हुन्छ नि त जङ्गल यस्तोमा साइरा दियाहरू यस्तोबाट जान्थ्यो भने बुङ्गुर हेर्न यहीँबाट त आउँथ्यो त तिनीहरू अहिले पो आएको छैन नत्र बुङ्गुर हेर्ने भनेर आउँथ्यो त आफ्नै घरमा त बुङ्गुर अनि लुचिर जाम्न कस्तो खुट्टा कामेर जस्तो भयो हो च्याङ्ग्रीको बाटो निस्किन्छ क्या ओहो मान्छेको राजमै ढाल्दैछ घुम्यो आमालाई यति घुमाउ भने आमा त बेहोसै हुन्थ्यो बमिट गर्नुहुन्थ्यो होला छाला गएर गोरो भयो होला एउटाको मोती चाहिँ केलाई गोरो हुनु पर्थ्यो त गोरै थियो त पहिलेबाट के यो
उनीहरूको त यत्रो ठाउँमा नि घाँस रोपेर होइन के यो खै त जरामा चाहिँ खै के पहिला हामी त्यो कता हो बाख्रा चराउनु जाँदा हो यस्तो कति खनेर खान्थ्यो रातो हुन्छ है भित्र पनि किराको गु जस्तै हुन्छ भित्रबाट